हेलो नमस्ते, स्वागत छ तपाईहरुलाई आजको यो भिडियोमा। तपाईहरुलाई टाइटल हेरेर थाहा पाइसक्नु होला आजको यो टपिक के छ भनेर। सो आज चाहिँ हजुरहरुलाई मैले यो भिडियोमा प्लास्टर क्र्याक हुनुको 10 कारणहरु बताउन गइरहेको छु। प्लास्टरहरु क्र्याक अथवा चर्किन्छ किन, हैन, के कारणले चर्किन्छ, के त्यसको रिजनहरु हुन्छ भन्ने कुरा चाहिँ आज यो भिडियोमा सरल हजुरलाई 10 वटा कारणहरु चाहिँ बताउने छु। कृपया यो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सुरु गरौँ आजको यो 10 कारणहरु जसले हाम्रो बिल्डिङ बनाउँदै गर्दा चर्किने अथवा बनाइसकेपछि सर्टेन टाइम पछि चर्किने, हैन, के कारणले चर्किन्छ भन्ने कुरा चाहिँ यो 10 कारणहरु चाहिँ हजुरलाई यो भिडियोमा बताउन गइरहेको छु। सो पहिलो नम्बरमा छ हामीले सामग्रीको छनौट। प्लास्टर गर्दाखेरि के सामग्री प्रयोग गर्छौं भन्दाखेरि एउटा त बालुवा भयो, अर्को भनेको सिमेन्ट एन्ड स्यान्ड चाहिँ हामीले गुणस्तरहीन छनौट गर्यो भने चाहिँ यो खालको समस्याहरु चाहिँ हजुरको बिल्डिङमा आउने गर्दछ। जस्तो बन्दै गरेको घरहरु पनि समस्या आइरहेको हुन्छ, हैन। यो भनेको तपाईको सामग्रीको छनौट चाहिँ एउटा मुख्य कारण हुन सक्छ। यी 10 कारण मध्ये पहिलो कारण भनेको सामग्रीको छनौट भयो। त्यसपछि रहेको छ दोस्रो कारण भनेको काम गर्ने मेन पावर। जस्तो काम गर्ने मेन पावर कस्तो पर्यो भन्ने कुराले नै हजुरको यो प्लास्टर चर्किने नचर्किने भन्ने कुरा चाहिँ हुन्छ। जस्तो सिक्दै गरेको मान्छेले प्लास्टर गर्नु र तपाईको एक्सपिरियन्स मान्छेले प्लास्टर गर्नु भनेको धेरै फरक हुन्छ। जस्तो तपाईको प्लास्टरको क्वालिटीमा फरक हुन्छ, काम गर्ने प्रोसेस फरक हुन्छ। त्यो कुराले गर्दाखेरि चाहिँ प्लास्टर क्र्याक हुनुको दोस्रो कारण भनेको काम गर्ने मेन पावर, हैन। काम गर्ने, जस्तो हामीले सस्तो मेन पावर युज गर्यो भने सस्तै काम हुन्छ, हाई क्वालिटीको मेन पावर युज गर्यो भने चाहिँ त्यसको कस्ट पनि हाई नै हुन्छ। सो त्यो भएको कारणले हामीले मेन पावरको छनौट पनि एउटा मुख्य कारणलाई लिन सकिन्छ। तेस्रो कारण रहेको छ मिक्सिङ रेशियो। जस्तो हामीले प्लास्टर गर्दाखेरि कतिको रेशियोमा प्लास्टरको मसला बनाउँछौं अथवा मोटार कतिको रेशियोमा बनाउँछौं भन्ने कुराले फरक पर्छ। जस्तै हामीले 1:3, 1:4, 1:5, 1:6, 1:7 सम्म बनाइरहेको हुन्छ, त्यो भन्दा धेरै बनाउन मिल्दैन। अब त्यसको एप्लिकेसन अनुसार फरक हुन्छ। नर्मली हामीले कुन ठाउँमा कस्तो खालको रेशियो, कतिको रेशियोमा प्लास्टरको मसला अथवा मोटार बनायौं भन्ने कुराले नि यो प्लास्टर क्र्याक हुने नहुने अथवा प्लास्टर चर्किने नचर्किने भन्ने कुरा चाहिँ फरक पर्न जान्छ। यी भयो तेस्रो प्रमुख कारण। अब रहेको छ चौथो प्रमुख कारण भनेको चाहिँ मिक्सिङ क्वालिटी। जस्तो हामीले मोटार बनाउँदाखेरि मिक्स कसरी गर्यो, प्रोपर रेशियो मिक्स भएको छ कि छैन, कतै ठाउँमा तपाईको सिमेन्ट बेसी होला, कतैमा स्यान्ड बेसी होला, यी कुराहरूले चाहिँ तपाईको प्रमुख कारण रहेको छ। मिक्सिङ क्वालिटी, जस्तो ह्यान्ड मिक्सिङ हुन्छ, मिक्सिङ हुन्छ, ती क्वालिटी मिलेन भने पनि हाम्रो बिल्डिङमा चाहिँ प्लास्टर क्र्याक हुने गर्दछ। त्यसपछि 5 नम्बरमा रहेको छ हाम्रो वालको सर्फेस। जस्तो हाम्रो ब्रिक वाल हुन्छ, स्टोन मेसोनरी वाल हुन्छ, अथवा जुन मेसोनरी वाल भयो भने त्यसको सर्फेस कस्तो छ भन्ने कुराले पनि फरक पर्छ। जस्तो तपाईको स्मुथ सर्फेस छ भने चाहिँ त्यसमा प्लास्टर अडिन अलिकति गाह्रो हुन्छ, त्यो भएको कारणले समस्या आउने भयो। अर्को कुरा भनेको हामीले सफा नगर्दाखेरि अब त्यो वाल हामीले कति अगाडि लगायो र कति पछि